2082 सालको भाद्र 23 र 24 नेपालमा जे भयो त्यसले देशलाई नै हल्लाइदियो। आज हामी त्यही घटनाको आधिकारिक छानबिन प्रतिवेदनको गहिराइमा पुगेर हेर्नेछौँ आखिर के भयो र किन भयो। सोचौं त यो नारा, तिमीहरूले झुक्क्याउन सक्ने हामी अन्तिम पुस्ता हौं। यो एउटा नारा मात्रै होइन, यो त त्यो पुरै आन्दोलनको भावना थियो। ल अब सुरुबाटै हेरौं, यो सबै कसरी सुरु भयो। पहिलो कुरा, आयोगको प्रतिवेदनले के भन्छ भने यो आन्दोलन एकै रातमा भएको होइन। यो त वर्षौंदेखि जम्मा भइरहेको असन्तुष्टिको बारुद थियो, बस एउटा झिल्कोको प्रतीक्षामा। सोचौं न, देशमा उही पुराना अनुहार, उस्तै खोक्रा वाचाहरू। यो देखेर मानिसहरूमा कति दिक्तारी थियो होला। देश जहाँको त्यही, तर हामी योभन्दा धेरै गर्न सक्छौं भन्ने भावना सबैमा थियो। ल हेर्नुहोस्, यो आँकडा 35 वर्षमा 30 वटा सरकार। कल्पना गर्न सकिन्छ? यो त मजाक जस्तै सुनिन्छ, तर यो हाम्रो तितो यथार्थ हो। जब सरकार नै स्थिर छैन भने देशको विकासको गाडी कसरी अघि बढ्छ त? अनि छानबिन आयोगले के भन्छ भने जनताको आक्रोशको त्यो बारुद यिनै कुराहरूले भनेको थियो। भ्रष्टाचार जुन हरेक ठाउँमा थियो, राम्रो अवसर नदेखेर विदेशी नदाद्य युवाहरू, धनी र गरिब बीचको त्यो बढ्दो खाडल, अनि हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप जसले गर्दा सार्वजनिक सेवाहरू पनि काम नलाग्ने भएका थिए। अब कुरा गरौँ त्यो झिल्कोको, जसले यो बारुदमा आगो लगाइदियो। त्यो थियो सरकारको एउटा निर्णय। 2082 साल भाद्र 19 गते सरकारले एउटा घोषणा गर्यो। स्थानीय रूपमा दर्ता नभएको भन्दै 26 वटा सामाजिक सञ्जाल प्लेटफर्ममा प्रतिबन्ध। हो, यही निर्णय नै त्यो झिल्को बन्यो जसले आगो सल्कायो। प्रतिवेदनले जेनजीलाई डिजिटल नेटिभ भनेको छ, मतलब उनीहरू इन्टरनेट र स्मार्टफोनसँगै हुर्केको पुस्ता। उनीहरूको लागि सामाजिक सञ्जालमाथिको प्रतिबन्ध भनेको खाली फोन चलाउन नपाउनु मात्रै थिएन। यो त उनीहरूको आवाज, उनीहरूको साथीभाइ, उनीहरूको समुदाय र कैयौँको लागि त पैसा कमाउने माध्यममाथिको सिधा हमला थियो। ल अब लागौँ ती 2 दिनतिर, भाद्र 23 र 24। वास्तवमा के भयो त? पहिलो दिन भाद्र 23 गते माइतीघरमा युवाहरू शान्तिपूर्ण रूपमै जम्मा भएका थिए। तर जब भिड संसद भवनतिर बढ्यो, स्थिति बिग्रियो र हिंसात्मक बन्यो। तर त्यो त केवल ट्रेलर थियो। दोस्रो दिन भाद्र 24 गते अवस्था पुरै नियन्त्रण बाहिर गयो। देशैभरि आगजनी र तोडफोड मचियो। यहाँनिर छानबिनको एउटा एकदमै महत्त्वपूर्ण कुरा छ। आयोगले के भन्छ भने भाद्र 23 को आन्दोलन र भाद्र 24 को अराजकता एउटै थिएन। पहिलो दिन जेनजीको वास्तविक आक्रोश थियो, तर दोस्रो दिनको हिंसामा चाहिँ आपराधिक समूहहरू र लुटेराहरू घुसे। यो भिन्नता बुझ्न जरुरी छ। तर त्यो दोस्रो दिनको अराजकताको बीचमा पनि पहिलो दिनको आन्दोलनको मूल सन्देश हराएको थिएन। यो नारा हेर्नुहोस्, हाम्रो भविष्य नट इक्वल टु उनीहरूको ब्याङ्क ब्यालेन्स। एकदमै स्पष्ट छ हैन? यो लडाई उनीहरूको भविष्य र भ्रष्टहरूको सम्पत्ति बीचको थियो। अब कुरा गरौँ ती 2 दिनको कहाली लाग्दो परिणामको। यसले कति ठूलो मानवीय र आर्थिक क्षति पुर्यायो। आयोगको प्रतिवेदन अनुसार ती 2 दिनमा जम्मा 76 जनाले आफ्नो ज्यान गुमाए। यो एउटा सानो सङ्ख्या होइन, यो आन्दोलनले चुकाउनु परेको सबैभन्दा ठूलो मूल्य थियो। र ज्यान गुमाउनेहरू मात्र होइनन्, 2522 जना घाइते भए। यसमा आम नागरिक पनि थिए, सुरक्षाकर्मी पनि थिए। यसले नै देखाउँछ कि हिंसा कति भयानक र व्यापक थियो। यो तालिकाले मृत्युको कारण अझै स्पष्ट पार्छ। हेर्नुस् त, सबैभन्दा दुःखद पक्ष के छ भने 42 जना प्रदर्शनकारीको मृत्यु गोली लागेर भएको थियो। यसले सुरक्षा बलले कति बल प्रयोग गर्यो भन्नेमा एउटा गम्भीर प्रश्न खडा गर्छ। मानवीय क्षति त छँदैछ, देशले आर्थिक रूपमा पनि ठूलो मूल्य चुकायो। अनुमान अनुसार करिब 85 अर्ब रुपैयाँ बराबरको सम्पत्ति नष्ट भयो। सोच्नुस् त कति ठूलो रकम हो यो। र अन्त्यमा यसको राजनीतिक असर त्यो पनि सानो थिएन। यही प्रदर्शनको कारणले तत्कालीन सरकार ढल्यो र प्रतिनिधि सभा नै भङ्ग भयो। पुरै राजनीतिक प्रणाली नै हल्लियो। तर आयोगको प्रतिवेदनले नेपालको यो घटनालाई मात्र हेरेको छैन, यसलाई एउटा ठूलो विश्वव्यापी ट्रेन्डको हिस्साको रूपमा हेरेको छ। प्रतिवेदनले के देखाउँछ भने यो नेपालमा मात्र भएको होइन। श्रीलङ्कामा आर्थिक सङ्कट, केन्यामा कर वृद्धि, बङ्गलादेशमा भ्रष्टाचार, विश्वभरि नै युवाहरू यस्तै कारणहरूले सडकमा आइरहेका थिए।
नेपालको आन्दोलन पनि यही विश्वव्यापी लहरको एउटा कडी थियो। र यी सबै आन्दोलनको जडमा हेर्ने हो भने समस्याहरू उस्तै उस्तै छन्। सरकारप्रति अविश्वास, आर्थिक समस्या, भविष्यको चिन्ता र यी सबैलाई जोड्ने एउटा साझा धागो थियो सामाजिक सञ्जाल। अन्तमा प्रतिवेदनको यो विश्लेषणले हामीलाई एउटा निकै गम्भीर प्रश्नमा ल्याएर छोड्छ। नेपालमा होस् वा संसारको कुनै पनि कुनामा एउटा नयाँ पुस्ताले आफ्नो आवाज भेट्टाएको छ। अब प्रश्न यो हो, त्यो आवाज सुन्ने कोही छ?